के गर्छ बे अब लोटाउँछ म फाल्दैन भिड्दैन मलाई ल जाने यो भन्दा पछाडि चाहिँ हामी चाहिँ नालीमा गइन्छ हट न ल गाइजहरू नगरपालिका के भन्छ अरे भोडी बनाएको अवस्था है सतेतदेखि आएर फर्केर पूजा गरेर फर्केर यतै खाना लागेको अवस्था हल्का फुल्का पिकनिक यता अनुहार देखाउँ न के गरेको ल गाई सत्यतिर हिँडेको के झुम्साको बाटो पुरै जाम छ है आफूले सत्यति हिँडेको गाडीहरू घरको कुरा न माथि कहाँ कसरी पुग्ने भन्नु न माथि यो बसले गर्दा हो क्या त्यो सिद्धार्थतिर पठाइदिनु पर्ने कि यो बसहरूलाई सबै पार्किङको लागि ल फाइनली जामबाट फुत्कियो लास्टै जाम आधा घन्टा भन्दा समथिङ जाम हो र जाम आउनु आधा घन्टा करिब जाममा पर्यो अब जाम नपर्यो भने चाहिँ के अरे मान्छेले सत्यतिको भिड कोही फर्किछ कोही जाँदैछ ढलेमा सेलेप नहुनु पर्छ रुवाउँदै त ये लाओ कि फेट फेट बच्चा यो भिडमा आफूले ओहो यो जाम के हो हाथ कलश पनि लिन दिँदैन क्या यार अरे कलजै साफ हुने भयो हाफ कलश समाउँदैसँग त कलश साफ हुन्छ क्या आज यही बाटोमा यत्तिकै भिड छ आफूले माथि त लास्टै भिड छ होला मन्दिरमा त हिजै बास बसेर आएको होला कि यिनीहरू फर्केको न
त्यही बेला गुल्टिन पर्छ, म चाहिँ सुहाए हुन्छ सब। मोटी पतली च्याप्टी न्याप्टी सब यिनीहरू रोखो। कृपया जान दिउँ है, माथि जाने पूजा गर्न जानु छ। आउने त आइसकेको रहेछ। तेजी पत्ताहरू सुहा पारेर लिएर आयो। भुवन त्यहाँ हातेर बसेछ। के हो र, छिर्छ र? अगाडि बस्न गएको छिर्छ। अहिले बाटोमा तलतिर गइयो भने सकिन लाग्यो, धेरै छैन। क्रेजी युट्युब पढेको क्या त्यो। ए हे बरै छ। हामीलाई पनि छैन, तपाईँहरूलाई पनि छैन क्यारम त नि। ए के अरे का पञ्चबलीमा गयो। ओहो बोका हेर्ने गाइस, बोका। दस 11 बजे पुगिन्छ क्या यार, त्यो भन्दा सालबाज। अझ ढकले हुन्छ। लरी बरी लै 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 लै। यो खोलामा लास्टै माछा पाउँछ। गोठादीको खोला हो क्या यो खोलामा। यो खोलामा लास्टै माछा पाउँछ ठुल्ठुलो। आज कलच प्लेट साफ हुन्छ क्या। मिठापन बनाउँछ बनारसी वाला। गेडा चटिसकेको छ हैनमा साला। यो उकालोमा के भिड होला क्या, मजाले जाने त होला नि। अहिले बाइकै तान्दैन। त्यो तान्दै तान्दैन। तान्दै तान्दैन क्या बाइक अहिले तान्दै तान्दै। ओहो पक्का है क्या? ए स्कूटी वाला तो हमने पिकअप पुगे ना रे। लो हम तो तेरे का यार
यिनीहरूले के गरेछ यार थेट घस पारेर हिँड्नु भयो बाइक तातेर हैरान पर्ने भयो आज हे हे लरी 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 लडिन्छ यहाँ लडिन्छ है नचल नचल लडे ला हेर्न बाटो छ टल्लो उछ्न पायो हुन्छ कि मैले ए झ्याउ गर्छ क्या के गर्छ बे अब लोटाउँछ म फाल्दैन भिड्दैन मलाई ल जाने यो भन्दा पछाडि चाहिँ किन हामी चाहिँ नालीमा गइन्छ हट न लड्यो न तल चाहिँ भेट्न लाग्यो उठ्दैन त छ होला नि यस्तो हुन्छ कता जाने त अनि म माथि जाम कि तलतिर जाम बारीमा बारीमा थाहा छैन ओहो के भन्छन् बे फेरि लड्यो लडेको आज त उल्टो त जान नि पाइएन तलतिर माथि ठाउँ छैन बाइक राख्नु ठाउँ छैन बाइक हो पाइदल राख्ने छैन म पनि यहीँबाट फर्केको छैन बाइक राख्ने ठाउँ पनि केरा घरमा यता पो आयो त यता लगायत भर्खर यहाँ सत्य त्यहाँ आइपुग्नु लाग्यो यार पार्किङ स्थलमा आएको अवस्था भर्खर यहाँ बाइकमा आउँदा बनाएको जाम परेर बाइक चाहिँ तलतिर छ आधा बाटोमै यहाँ भर्खरै पार्किङमा
आज यता त फेरि शान्त छ त अन्त तल त लास्टै भेटियो त्यो भएर क्या सानो बाटो भएर हेर्नु बाइक आइपुगेको छैन हेर्न सबले उतै छोडेर यहाँ कसलाई यसलाई गरे मोमो चाउमिन चाहियो गरे बाबुलाई यहाँ सुतिसक्यो भर्खर हेरेको थिएँ खै हाम्रो के बोका होइन कुकुर बोके के बाहुन के बोकेर नि पर्यो किनेर भन्नाले खै कहाँ पाउँछ र पर्यो लिङ्ग धकेर पर्यो जिराङ चाहिँ मलाई के भन्छ मन्दिराङ चल्थिन् कि हाय हाय ल यहाँ रहेछ पर्यो एक जोडी एउटा हो यता दिदीले लिएर नि पर्यो एउटा ऊ मात्र क्या एउटा मात्र ओहो कुला घामल डल्ली उमेशको छम्मा उमेश तेरो छम्मालाई भेटेको मैले उमेशको छम्मा त ल अब मन्दिर आइपुगेको अवस्था है मन्दिर आइसक्यो भिडभाड छ यहाँ पहिला भन्दा टोटली चेन्ज गरिसकेको रहेछ कि हो न लास्टै चेन्ज भएर छ राम्रो बनाएको छ कि धेरै 5-6 वर्ष पहिला आउँदाखेरि यस्तो थिएन नि त म आउँदा एक बरा राखेको थिएँ म बरा हैन यो बनाएको छैन नि त त्यो सिडी बनाएको छैन यो सबै केही पनि बनाएको थिएन कि उता उता रेलिङहरु त बरु उयो पुरा हालेको थियो यो हल्का फुल्का यो ढलाइ गरेर तल हिँड्ने ठाउँमा लिङ्गमा उस बाटो छ जा गएको चाहिँ खरज आज फेरि यहाँ घुमाउनु बेला यसको हात गर्नु पर्ने मालिक भन्ने सुटे छ गजा खै त्यही ल्याएको पनि निकाल्नु हुन्छ अब फुलहरु पनि निकाल्नु हुन्छ के त्यतै हो के फुलसुल त गाड्दाखेरि फुल पनि हैन फाल्दै हिँड्ने के फुल बोचामा ए ल ध्वजा बान्ने गरोस् न लडे तपाईहरु म चाहिँ अब ल 70 बजे के सत्तरी बजे आको पे अन्त सोध्दै नसोधेर हो कि आएको हेर्न आएको हो भन्ने के खासै भिड छैन है खाली खाली है कि हो अब पुरा गरेर गइसक्यो कि हो अरू मान्छेहरू पैसा फालिदिने कहिले हो एउटा रुखमा केमा फाल्ने कि फाल्छ नि अरू नत्र दान दान दिए पनि हुन्छ के त्यो एउटा दुईटा बाटो बस्छ नि मामा ए 5 रुपियाँ पनि कहाँ दिने दान पाँचीले पैसा नगर्ने पोखरी ल खै सालो ल ल ल भन ल भट्टाउन ल
एकदम जोसको साथ हिँडेको छु यहाँ मन्दिर घुम्न ल केटी बोका हेर्ने हो केटी बोका हो यता खै हट्नु न बोका बोका हो यहाँ सराउनु पर्यो पैसा फाल्नु पर्यो ओ दिलीप चालो त्यति बेला अरूभन्दा चामल आँखामा हालिदिएला यहाँ पूजा गर्ने यहाँ पैसा हाल्नु पर्यो अर्कै मैले हालिसकेको ल ठिक छ ल पोखरी देख्न सकिन्छ ल अब पूजा गर्न पोखरी साइड गएको है पोखरीमा टक्क लाएर के यस्तो झाडी ओ आइज न झाडी झाडी छ है हजुर एहे पुष्पी गरिसक्यो खै त मम्मीहरू कहाँ झाडी झाडी यस्तो घुस्दा भयो मान्छे नदेखिएको कोही पनि आइज ल ए कहाँ गयो राजा दिलीप साल पुजारी हो गरे कस्तो करा गाई छोरा लाउनु भान्जी गर्नु भाकल पुरा गर्न ल्याइदिएको छु पुरा भएको दिलीप खोइ जान्छ अर्को प्लास्टिक दिलीपसँग पो रहेछ त्यसै यता खोलाको यहाँ त्यता पनि छ भन्दै यहाँ रहिने सामान हो त्यो हाम्रो चाहिएको के यो हो नि त हाम्रो हो नि त त्यता पनि अभिर ल गाइस फाइनली पूजा गरेर भ्याएर अब घरतिर जान लाग्यो जस्तै भन्जाहरूले बाख्रा ओ बोका हामीले बाख्रालाई पनि मार्ने गरी घिस्सार्ने ल चल्दै जाऊ नक्सा गएर बाइक चाहिँ चल्दै रहेछ अब एकछिन हिँडेर जाने लाएर एउटालाई कति हो 4वटा कुडी 10 सन्तला कतिवटा लिने ओ लिन्छ गएर बिसको यो रङ्गी बिरङ्गी गरिदिनु न यो निलो एउटा अनि हरियो सबै रङ्गी बिरङ्गी दिनु न बिसको दिनु है मिक्स नि त सत्यति हिँडेको सत्यदेखि आएको भिडहरू भलासरी गाई आयो टिलगुडी भलागर कसको होइन पुल मलाई कहाँ
हान्छमा त्यति सोलो हिँडेको ल गाइजहरू नगरपालिका के भन्छ अरे भोडी बनाएको अवस्था है सत्यदेखि आएर फर्केर पूजा गरेर फर्केर यतै खान लागेको अवस्था हल्का फुल्का पिकनिक यता अनुहार देखाउँ न मा के गरेको अनार भएपछि यता मासु छ सिङ्गै बाख्रा सिङ्गै ठुलो बोका टक्क लाएर टमाटर खै त क्या मामा टमाटर त उतै झन्डा आज घर नजाने यतै एकछिन हो कि अब यतै बस क्याम्पिङ हान्ने अझ टेन्सन छ यतै भन्नु लाग्यो नि हेलो गाइज आज हामी वन बजाएको यता हेर्नु होला खसीको मासु हाम्रो यस्तो खोला पनि देखा यस्तो दामीको एकदम वन बजाएको गाइजहरू एकदम राम्रो भ्यू छ तलतिर पुल बासतिर राजमार्ग यो दरियाको पाइप साह्रो डेन्जर छ के मासुको केही कमी छैन हेर्नु गाइजहरू टमाटर हालेको अवस्था त्यहाँ टमाटर औ त्यहाँ मासु छ के हुन्न पाक्छ नुन हाल्नु त उत्तिखेर पाक्छ त्यहाँ मासु छ एकदम छ हाले हुन्छ नि सबै बकाले नुन कति छ र ठिकै हुन्छ होला त्यतिलाई त हुन्छ होला हालमा नुन यो दुईवटा ढेका निकाल्यो हुन्छ नि डल्ला डल्ला केटाहरूले उता बाइक धोइराखेको छ बाइक धुन पठाएको हेल्परहरू टक्क यो पारी चरचरे पर्छ केही पनि देखिएन खोला टक्क लगाएर ल मासु हालेको झार्ने होइन एक पिस पनि झार्ने होइन झर्दैन झरेकै भूत लामाले के गर्छ बेसार हालेको ए सबै त्यही थियो सबै त्यही थियो के ला है दाजु ल गाइस ल वनभोज पार्टी कार्यक्रम छ है बाख्रा ल्याएर यहाँ दिलीप फेरि केटीले हेर्नै हो न दिलीप फेरि होइन के त्यो भनेको ढल्ला कि झै गर्छ आफै हामीले के कुरा गर्छौँ के भन्नुहुन्छ एउटा केटीले हेरेर मुसुक हाँस्यो नि दिल्लीमा त्यही कोमा पुग्ने रहेछ नि कुन दिन अब चिनेको भनेको धेर नभएर खान्यो पहिलो काली र आसी तारिक दाजको नि आधा आधा ल ल गिलास त्यही पानी थापेको
ए मामा ढल्यो हाम्रो वाइन ढल्यो कहाँ राखिदिउँ ए यो काली नाङ्गी चाहिँ थोरै खानु फोटो साला खै हड्डी तानौँ न के हो र छाला छाला कक्कराएर छाला तानौँ न बसेर खानु पनि अझै छ मासु त्यहाँ मेरो ज्याकेट ल्याइदे चार भाग है मैले भात जस्तो माने विचार यता भान्जाको स्पेसल पार्टी है भोलि भोलि पनि यस्तै खान पाऊँ आशीर्वाद एउटालाई गर लान्छ भनेर गर फाल लगाउनु पर्छ क्या कि सटातिर एउटै बाख्रा सिङ्गै खानु पाइन्छ 7 जनाले भोलितिर त ठुलो गर छ गरे काट्दैनस्